रामबहादुर गाउँको एक मेहनती किसान थियो। उसलाई मिठो चिज धेरै मन पर्थ्यो। चिनी धेरै हालेर बनाएको चिया, रोटीसँग खाँदै गर्ने गुलियो हलुवा। उमेर बढ्दै जाँदा ऊ सधैँ थकाइ हुने, बारम्बार प्यास लाग्ने र घाउ ढिलो निको हुने समस्याबाट गुज्रिन थाल्यो। एक दिन ऊ स्वास्थ्य चौकी गयो। डाक्टरले जाँच गरे र भनिन्, रामबहादुर दाई, तपाईलाई मधुमेह, डायबिटिज भएको छ। यो प्रायः चिनी धेरै खाने, शारीरिक काम कम गर्ने, मोटोपन र परिवारमा मधुमेहको इतिहास भएमा देखिन सक्छ। यो कुरा सुनेपछि रामबहादुर पहिलो पटक डराए, तर डाक्टरले मुस्कुराउँदै भनिन्, नडराउनुहोस्, मधुमेह पुरै निको नहुन सक्छ, तर नियन्त्रण गर्न सकिने रोग हो। सही बानी बसाल्नुभयो भने जीवन राम्रोसँग चल्छ। डाक्टरले उनलाई केही उपाय सुझाइन्। दैनिक 30 मिनेट हिँड्ने, चिनी र अत्याधिक मिठाई कम गर्ने, सन्तुलित खाना, धेरै तरकारी र फाइबर खाने, आवश्यकता अनुसार औषधि र इन्सुलिनको नियन्त्रण, समय समयमा रक्तचिनी, ब्लड सुगर जाँच। रामबहादुरले ती सबै कुराहरू पालना गर्न थाल्यो। केही महिनापछि उसले भारीपन कम भयो, ऊ हलुका महसुस गर्न थाल्यो र उसको रिपोर्ट पनि राम्रो आयो।